सुन्नुहोस् है, कमरेड भीम रावल के भन्दै हुनुहुन्छ र मेरो अभिव्यक्ति पनि सुन्नुहोला र आफ्नो अभिव्यक्ति पनि राख्नुहोला। अछामलाई दुर्गम जिल्लामा पारिएको हुनाले अहिले अछामका विद्यार्थी छात्रवृत्ति पाउँदछन्, जागिर खाने मान्छे बढुवा छिटो पाउँदछन्। पैसा यहाँ सरकारले बजेट छुट्याउँदा दुर्गम भनेर छुट्याउनु पर्छ। झिक्कै काम गरेका हो बड्डाउ, तिमीले झिक्कै काम गरेका हो आफ्ना 3 कार्यकालमा हो। हाम्रो अछाम जिल्ला पिछडिएको जिल्ला मध्ये एक हो। 77 जिल्ला मध्ये हाम्रो अछाम जिल्ला 77औं स्थानमा पर्छ होला। तर प्रश्न के हो भने अछाम जिल्ला पछाडि पर्यो कि अछाम जिल्लालाई पछाडि पारियो? हामीलाई लाग्छ अछाम जिल्लालाई पछाडि पारियो। हाम्रा जिल्लाका प्रतिनिधिले न काम गरिदियो न अछाम जिल्लाका लागि बोलिदियो। र अर्को कुरा, अछामका विद्यार्थीले पिछडिएको क्षेत्रबाट आउँछन् भनेर कहिल्यै छात्रवृत्ति पाउँदैनन्। पिछडिएको क्षेत्रको बासिन्दा भने कहिल्यै छात्रवृत्ति पाउँदैन। अछामी विद्यार्थीले छात्रवृत्ति आफ्नो योग्यता क्षमता अनुसार पाउँछ। परीक्षा दिनुपर्छ, परीक्षा उत्तीर्ण गर्नुपर्छ। मैले पनि दिएको हुँ, अनि पाउँछ छात्रवृत्ति। र यो अर्को कुरा, पिछडिएको क्षेत्र भने बजेट पाउँछ भनेर हामी त्यसमा केही खुसी छौँ न सहमत छौँ। तुमी 2 करोडको बजेट आउँछ भने 2 लाखको काम हुँदैन हाम्रो अछाम जिल्लामा। अछाम जिल्ला 10 वर्ष अगाडि जहाँ थियो अहिले पनि त्यही छ।